तैँले मलाई भन भन्ने होइन सामाजिक सञ्जालमा त्यो देखिन्छ किन भनिरहेछन् के भन्नु पर्यो भने तपाईँ सामाजिक सञ्जालमा होइन पोडकास्टमा भयो अन्तर्वार्तामा भयो अश्लील शब्दहरू बढी बोल्नुहुन्छ अनि यो सुन्दाखेरि चाहिँ कतिपयले तपाईँलाई चाहिँ यो पनि अराजक हो यो नेपाल भडुवा हो भनेर चाहिँ आरोप लगाउँछन् क्या तपाईँलाई तैँले मलाई भन भन्ने होइन सामाजिक सञ्जालमा त्यो देखिन्छ किन भन्छन् त्यो कसरी भडाउँछ रायन खड्की त्यो त अरूले भन्छन् कि हामी त तपाईँलाई त राम्रो देख्छौँ कसरी भन्छ मैले राख्यो किन भन्छन् तपाईँलाई त्यो किन भडाउ भने तैँले मलाई म के को भडा मुजी अरूले भनिरहेछन् कि बुझ्यो जोसुकै होस् मलाई त्यो शब्दै प्रयोग नगर मेरो बायोग्राफ मेरो ब्याकग्राउन्ड हेर म को हुँ भनेर कसरी बसिरहेको छु कसरी खाइरहेको छु भने हेर म भुइँ मान्छे हुँ म योद्धा हुँ म दुःख गरेर खाने मान्छे हो नबन भाइ मुखले यहाँ होइन नेपाली जनतालाई के भन्नु पर्यो भने नबल भाइ अरूलाई चाहिँ भन्नु न अरूलाई चाहिँ मैले किन भनेको यो सोध्नु तिमीलाई मलाई बोल्ने तरिका हजुर किनभने मैले 40 च्यानलमा भन्दाखेरि कानमा तेल हालेर बसेँ देशको यस्तो गति भयो 80 जना मर्यो तपाईँले त इन्टर्न दिइरहनु भएको छ 80 जना मर्यो मैले मुख छँदाखेरि यिनीहरूको सबैको कान खोल्यो आँखा खोल्यो अहिले मैले माफी चाहिँ भाइ एउटा के पनि गल्ती गरेपछि माफी माग्न जानु पर्यो के नेपाली जनताले बुझ्दैनन् किन मलाई भडवा नभने भाइ म तँलाई रेस्पेक्ट गरिरहेको छु न त्यो जहाँसम्म सब झालिनु ठिक छ कि जस्तो अरूलाई चाहिँ बुझाउनु पर्ने भयो बुझ्दा कति बुझाउने भाइ बुझ्दैन नेपाली जनता नबुझ्यो भने एक दिन यो देश जान्छ हजुर देश त गइसक्यो भाइ हो हजुर अब यो नेपाल चाहिँ प्रान्त बनाउने तेरो इच्छा छ यहाँ म त एकदम होइन भाइ इच्छा छ हजुर तेरो यो देश बनाउने इच्छा कि कुनै देशको प्रान्त बनाउने इच्छा मेरो देश बनाउने इच्छा भित्री वनबाट अनि आज मन्दिरमा छौँ हामी अनि यहाँ सुन्न सिधा बोलेर हजुर सिधा बोलेर मान्दैन भने अनि तिमीले गाली गर्छ हो हाम्रो टिचरले हामीलाई सिस्नो हानेको छ भाइ हजुर कुखुरा बनेको छ भाइ यो खुट्टाले उभिएको छ किन गरेको राम्रो गर राम्रो पढ्थ्यो भविष्य राम्रो हुन्छ भनेर गरे हो हजुर अवश्य हो मैले मुख छोडेँ त कसरी घर बिगारेको छु छैन यो देशमा मैले केही बिगारेको छु अहिलेसम्म छ प्रुफ गर मैले के बिगारेँ तपाईँलाई आरोप लगाउनलाई चाहिँ के भन्नुहुन्छ सर्टकटमा भनिदिनुहोस् न आरोप किन लगाउँछ पछि हिँड्ने होइन पहिला आफ्नो पेट हेर्ने हजुर आफ्नो परिवार हेर्ने है यो देश बचाउने नबचाउने त्यो हेर्ने